आजको मौसम एकदम वाइल्ड बिग्रेको छ। हेलो एन्ड नमस्ते एभ्रीबडी, वेलकम ब्याक टु माई ब्याग गयो नि युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ भन्न चाहेँ होइन। नाक बिग्रेर तनाव दिइरहेछ, राम्रोसँग खान पाएको छैन, सुत्न पाएको छैन, निदाउनु पाएको छैन। झन् त्यो माथि के गर्ने हो, यो माया भन्ने चिजहरूले झन् मुटुमा ढुकढुक 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 छुरा हानेर नि कसरी सम्झाउँ यो केटी मान्छेहरूलाई। भोलि मेरो त कम भइरहेछ, केटी भन्ने बित्तिकै डरलाई के थुर। ल एकछिनपछि भेटौँ है त। सो आजको नजारा चाहिँ यस्तो छ कि, अनि हाम्रो काम चाहिँ यो माथि छ। यो माथि जस्ट कस्तो काम भनेदेखि पानी थाप्छ नि यस्तो जस्ताको, लाइक तिनीहरू चाहिँ पल परेर फोहोर परेर त्यसमा चाहिँ फेरि चट्ट यहाँबाट चाहिँ उरेतान भन्छ, उरेतानहरू दलेर चट्ट पानी नछिर्ने टाइपको बनाउँदैछौँ आज। त्यो ठाउँ चाहिँ कस्तो हो भनेदेखि ठाउँ चाहिँ बवाल छ, अनि यहाँ चाहिँ गल्फ रहेछ, त्यो मुनितिर चाहिँ टल्ने छ ठुलो। अनि त्यहाँ चाहिँ अहिले देखाउन सकिनँ म हजुरहरूलाई। अनि जो खाना खाएर बसेको आज चाहिँ पुरा पानी परेर कस्तो बोल्नै सकेन, बिकज लास्ट साइडको भयो क्या। म जापान आएको अलमोस्ट 1.5 वर्ष भयो होइन। 1 वर्षसम्म चाहिँ खासै त्यस्तो केही पनि भएको थिएन। अहिले 6-7 महिनाको अराउन्डमा चाहिँ मलाई 5 चोटि भमिट भयो होइन। त्यो पनि खाना खाएपछि भमिट हुने। अनि यो चाहिँ पहिला चाहिँ अस्ति नै बेला चाहिँ 1 महिना 2 महिनाको ग्यापमा भइरहेको थियो 1-2 चोटि। आज पनि आधी घन्टा जति भएको थियो खाना खाएर यहाँ बसिरहेको, 21 भमिट आउनु लाग्यो मलाई। केही फिल कस्तो अब यो ग्यास्ट्रिकले पनि होइन जस्तो पनि लाग्छ मलाई होइन। ग्यास्ट्रिकले नि यसरी भमिट आउँछ अरे भन्छन्, होइन जस्तो लाग्छ। केले हो लाइक मलाई लाग्छ कि म होइन नेपालबाट आउँदाखेरि जति स्ट्रङ थियो मेरो बडी, आफ्नो हेल्थ होइन, अहिले मलाई त्यत्तिकै त्यस्तो फिल हुँदैन क्या, एकदम विक फिल भइरहेको छ क्या अलमोस्ट अहिले होइन। त्यस्तै 8-10 महिना भयो लास्टै विक फिल भइरहेको छ क्या। जति नेपालमा हुन्छ नि यस आई हेभ ए लट्स अफ एनर्जी टाइपको फिल हुन्थ्यो, अझै यहाँ आइसकेपछि चाहिँ त्यो फिल हराइसक्यो। लाइक यहाँको खानपिन, बसाइ, हावापानी सबले गर्दाखेरि पनि होला होइन। सब थोक अब नेचुरल चिज भनेको केही खान पाइँदैन, हरेक चिजमा केमिकल, हरेक चिजमा के औषधि हालेर होइन पुरा बनाएको हुन्छ सब एभ्रिथिङ होइन। अब हाम्रो नेपालमा आज टिप्यो आजबाट भोलि ओइलिने चिजहरू यहाँ हप्तौँ महिनौँ के हालेर राखेको हुन्छ नि त। त्यस्तो चिजहरू खानु परेको हुन्छ होइन। अब के गर्नु त, फेरि नखाए अब यस्तै छ बाध्यता होइन। अरूभन्दा नि मलाई मेरो हेल्थको चाहिँ अलिकति टेन्सन भयो क्या। भमिट गर्दाखेरि छ्या के भएको अहिलेसम्म लाइफमा मलाई होइन। भमिट मैले गर्ने भनेको लाइक मलाई चाहिँ सानोमा धेरै गाडी चढेको हुन्न थियो गाउँघरमा होइन। गाउँघरमा हुर्केँ नि त स्ट्रगल। अनि त्यसपछि कहिलेकाहीँ गाउँघरबाट टक्क सहरतिर जाँदाखेरि चाहिँ गाडी चढ्दाखेरि गाडीको धुवाँको गन्ध नमिठो भएर अनि हल्का गाडीभित्र बसिसकेपछि रिङ्गटा लागेर चाहिँ भमिट हुन्थ्यो। तर आजभोलि चाहिँ यहाँ चाहिँ मरिजन क्या, पुरै पेट खाली नै भए पो ग्यास्ट्रिक हुन्छ र होइन। अनि बिहान केही त खाएको त हुन्छ र पनि कसरी यो भमिट हुनुको रिजन के रहेछ, कतै रोगसोगले त छुन लागेन भनेको यार। म त यस्तो साइको होइन के होइन भेजा खराब भइरहेको हुन्छ, के कुराहरूले दिमाग यस्तो बिग्रिरहेको बेलामा झन् के हुन्छ के हुन्छ होइन। हुँदाखेरि सबै थोक नराम्रो, एभ्रिथिङ फाइन क्या एकैचोटि। नराम्रो चिज भन्ने केही नहुने रहेछ क्या एक टाइम, फेरि एक टाइम पुरै अन्धकार के पुरै जता जे गरे पनि जति राम्रो बनाउन खोजे पनि नराम्रो हुने। कहिले होइन 1-2टा त नराम्रो होस् न भन्दाखेरि राम्रै राम्रो हुने। यो चिज चाहिँ मेरो लाइफमा मात्रै हुन्छ कि हजुरहरूको पनि हुन्छ कि के छ हो यस्तो यार। खुसी आउँदाखेरि एकैचोटि होइन खुसीको बहार भनेर आउँछ, अनि एकैचोटि दुःखको बहार पनि हर चिज हर ठाउँबाट आउँछ क्या। यसरी त अनि जिन्दगी कटाउनु त कसम झन्डो हुन्छ त यार।
मलाई लाग्छ खै के खानेकुरा नमिलेको जस्तो लाग्छ होइन। अब नेपालमा हरेक चिज अर्ग्यानिक होइन, नेचुरल ताजा एकदम हुन्छ नि त, हरेक एभ्रिडे फ्रेस मात्र खाइरहेको बानी। यहाँ आएर अब त्यस्तै केमिकल, फ्रेस भनेको फ्रेस नै हुन्छ क्या, जे हाले पनि जे गरे पनि फ्रेसको चाहिँ त्यस्तो इफेक्ट हुँदैन जस्तो लाग्छ मलाई होइन। खानेकुराले चाहिँ ख्यालठट्टा गर्दाखेरि यसले एकदम ब्याड हुँदो रहेछ। हिजो बेलुका बनाएको खाना अहिले 12 बजे दिउँसो खानुपर्छ, एक त त्यस्तो छ होइन। बासी नै त भनौँ होइन, पाकिसकेपछि त अनि 7-8 घन्टा पकाएर राखेँ, फेरि 6 घन्टा प्याक गरेर 13-14 घन्टा त होइन। खाना पाकिसकेर पनि त्यत्तिकै त्यसको रस पनि बाफ पनि सब उडिसक्छ होला क्या, मरिसक्छ होला क्या। अनि कसरी लाग्छ ज्यानमा, अनि कसरी पूरा नजारा देख सकता हूँ। पूरी की पूरी रात हो चुकी। अब हम कामबाट लेट के होइन, मतलब फर्केर आइरहेको छु कि। अनि आज चाहिँ मौसम बिग्रेर पुरा यस्तो भइरहेको छ मौसम, पुरा अन्धकार, रातभर बबाल पानी पर्ला जस्तो छ। अनि भोलि चाहिँ त्यो डाँडा माथि चाहिँ उहिले लपक्कै पुरै लपक्कै हुनेछ भन्ने मलाई आशा छ कि। अनि गाइज, अनि काममा आज यस्तै भयो होइन। कामसँग सधैँ देखाउन मिल्दैन, के भन्नु त, काम गर्न आएको होइन, भिडियो गर्न आएको होइन। सो त्यही भएर चाहिँ आजको नाइट हामी चाहिँ बवाल दारू पार्टी हाल्न गइरहेको छ होइन, केटाहरूसँग, अस्तिको केटाहरूसँग, लाइक कम्पनीको केटाहरू। अनि के भन्नु, मिलेछ भने हजुरहरूलाई त्यहाँ अलिअलि देखाइदिनेछौँ होइन। मेरो मायालुको फोन आयो मात्रै आएन, अनलाइन आएन कि फोनको कुरा गरेर। मैले फोन गरेको होइन, नम्बरमा फोन गरेको, फोन रिसिभ नगरिदिरहेको, नो रेस्पोन्स। द्याट्स फाइन यार, यो मलाई होइन लड्की सड्की सब यस्तै हो क्या। अनि लड्कीहरूले भन्ने नि केटाहरू सब यस्तै हो भन्ने हो, हामीले नि त्यो छाउरीहरू त्यस्तै हो भन्ने हो क्या। यो मलाई केटी होइन, खै के हो के हो, केटी मान्छेलाई नि केही कुरामा सेटिस्फाई दिनै सक्दैन क्या। साइको हान्छ भने दिमाग जे गर्दा पनि नहुने, उनीहरूले जे गर्दा पनि राम्रो, हामीले चाहिँ केही गर्नु नमिल्ने क्या। लाग्यो म चाहिँ दारू पार्टी हान्ने हो, चिल गराएर सब होइन कम्पाउन्ड फर्केर आइसकेको छु। हेरिदिनु होला त नै हौ। हामी चाहिँ चिल हानेर फर्केको है, भिडियो चाहिँ देखाउनु पाइनँ, सरी। अनि आज चाहिँ दोस्रो दिन भइसकेको छ। यहाँ हेर माथि हिउँ परेको, अलिक बेलुका परेछ, त्यही भएर राम्रोसँग नदेखिनु क्या। इतना दूर है और इधर मौसम इतना बिगड़ रहा है, मेरा चेहरा ऐसा है। के सुनाउँदै मिला, यो जाडोमा हात बाहिर निकाल्न गाह्रो छ, फोन समाउने मान्छे छैन, त्यही भएर तिम्रो याद आएको छ। आज कति धेरै जाडो भएको छ, अनि कान पनि ठन्डी ठन्डी, याद पनि ठन्डी ठन्डी, झन् ओछ्यान त्यस्तै ठन्डी होइन। अनि मेरो मोबाइल समाएर कसैले भिडियो गर्ने मान्छे पनि भएन, त्यही भएर चाहिँ माया तिम्रो याद आयो, ओछ्यान पनि तातिन्थ्यो म पनि। बाहिर मार्केटमा एउटा सानो छ होइन, कामको लागि एउटा लुगा किन्न जाउँ भनेर निस्केको। आमामा यति जाडो नि, अहिले चाहिँ लगभग 5 बज्यो, अनि 5 बजी अँधेर पनि हुँदैछ होइन। अनि के छ तपाईँहरूको खबर? धेरै दिनपछि मैले छोटो मेटो भ्लगहरू 3-4 दिनको मिलाएर छोटो हालेको छु, इन्जोय गर्नुहोस्। अनि अहिले फर्किँदै गर्दाखेरि केही कुराहरू सेयर गरौँला। अनि अहिले चाहिँ लास्टै जाडो भयो, त्यही भएर हात पनि एकदम मोबाइलसँग नै गाह्रो भयो मेरो। आइफोन जापानको नाइट लाइफ पनि मैले जिएँ कि हिजो, फर्स्ट टाइम हो यहाँको, लगभग अलमोस्ट 1 इयर हाफ भइसक्यो होइन। लास्टै जाडो भयो, साइकलमा आएको भयो झन् लास्टै जाडो हुने रहेछ होइन। के भनेदेखि जापानको नाइट लाइफ चाहिँ मैले हिजो जिएर हेरेँ, महाकसम। यहाँ त बेलुकातिर त होइन थमेल जस्तै हुँदो रहेछ भने, दिउँसो चाहिँ सब मान्छेहरू आफ्नै तालमा आफ्नै सुरमा एकदम रुल एन्ड रेगुलेसन होइन। बेलुका त महाकसम खाइसकेपछि यहाँको भातीहरू त काम नलाग्यो रहेछ यार, अचम्मै भने। खाएँ मैले 5 ग्लास भनेको त 9-10 ग्लास जति खाएको रहेछ। खाँदै गयो यतिकै चिसोले होइन, के भन्छ फ्रेस हुँदै जाने क्या। खाएको के नखाएको क्या, फेरि मैले त्यति धेरै त खाइनँ हिजो। अब मलाई थाहा छ फेरि म धेरै खाँदिनँ, र म खाएपछि फेरि वाइल्ड खान्छु भनेर मलाई चाहिँ आफ्नै हेल्थको लागि प्रब्लम हुन्छ नि, त्यही भएर खाइनँ हिजो। अनि हिजो खाएको भिडियोहरू चाहिँ बनाएन,
कुनै यहाँतिर चाहिँ होटेलहरूमा पनि एलाउ हुँदैन कि कुनै कुनै कुराहरू, त्यही भएर चाहिँ खिचिनँ मैले, त्यसलाई सरी। अनि बेलुका त महाकसम यति जाडो थियो, अनि रातिको 3 के राति भन्ने बिहानको 3 बजीसम्म दारू खाएर हिँडेँ। कतिवटा एक ठाउँमा 2 चोटि छिरो होइन, 3 बजीसम्म 6वटा होटेल चारेको हिजो बेलुका। सुरुमा 6 जना थियो, अनि एकजना चाहिँ चाँडै गयो, अनि 5 जना थियो। धेरै त सकेन होला, त्यस्तै 80 देखि 90 हजारको राउन्डमा सक्यो होला होइन, त्यतिको दारू खाएछ हिजो बेलुका। यस्तो कक्रकै भइसक्यो चाहिँ। यस्तै भित्रको गल्लीहरू चाहिँ पुरै ठमेलको पारा जस्तै हुँदो रहेछ होटेलहरूमा हिँड्दा। गाडीहरू सारी होइन, वास्ता छैन कसैलाई। आफ्नै मलाई पुरा बिच बाटोमा हिँड्दैन, दिउँसो चाहिँ हिँड्यो भने गाली गर्छ फेरि। अझ मार्केटभित्र आएको छु यहाँ, मैले लालटिनहरू देखेँ क्या, त्यही भिडियो गर्नु मलाई। यहाँतिर चाहिँ गर्न चाहिँ मिल्दैन होला, गाउँघरमा पहिला पहिला हुन्थ्यो यस्तो लालटिन चाहिँ, टुकीबाट पाल्ने। साइकलहरू चाहिँ एकदम भेराइटीको छ होइन, देखिरहेको छु प्राइजहरू। नर्मल हो यिनीहरू चाहिँ, नर्मल प्राइजहरू पनि हुन्छ कि खेल्न पनि पाउँछ, लान पनि पाउँछ। म अर्कै किन्दाको म के रहेछ यसो होइन, हेर्दै हिँड्दाको मात्र होइन। दिनभरि घरमै बस्यो अनि हल्का दिमाग घुमाउनु पऱ्यो यताउति। मेरो मायाको लागि यो सबै फुल बहार कुन चाहिँ मन पऱ्यो भन, कुन चाहिँ राम्रो छ? माया तिमीलाई मलाई चाहिएको त केही पनि होइन, बिनासी तिमी पैसा बोल्दै हिँड्दै घुम्दै होइन, देखाउनु त परेन। चुलोहरू हेर्नु त, यस्तो चुलोहरू 80,000 पर्छ, 1,32,000, 85,000। टोइलेट पुरै सेटै पाउँछ सर्लक्कै। जापानको टोइलेट चाहिँ यस्तो हुन्छ, ओफुरो पनि छ। अनि यो चाहिँ घरको डिजाइनहरू, यहाँबाट चाहिँ सामान त्यसरी लगिन्छ, अनि टक्क यस्तो फिट गर्ने सबैजना। अनि यो चाहिँ कामको जुत्ताहरू, लुगाहरू पाउँछु सबै। अस्ति मैले किन्न लागि ज्याकेट यही हो। मेरो मायाले त्यो एडिडास रहेछ, अनि यो पुमा म्याचिङ हानेन छैन क्या हो। एकछिन ल म सागासित गर्छु। मैले चाहिँ 2टा किनेँ होइन। म चाहिँ सामानहरू लिएर निस्केँ, ब्याग पनि एउटा किनेँ, अनि एउटा चप्पल किनेँ। गयो होला 2-3 हजार। यहाँ चाहिँ सस्तो सामानहरू मात्र किनेँ, जस्ट फर फ्यु टाइम्सको लागि भनेर होइन। अनि जुन पनि लागिरहेछ होइन, जुन लाइट बाल्छ पुरा अन्धकार। तिमीलाई मैले नभेटेको भए हुन्थ्यो तिम्रो साथमा माया लाउनुलाई, जो हुन्थ्यो उसलाई तिमीलाई। मैले जति राम्रो गर्दैन थियो बाटोमा यो के भन्छ यसलाई झन् नामै बिर्सियो। यहाँतिर चाहिँ चोरी पनि लाग्दैन रहेछ यस्तोहरूमा, बाटोहरूमा होइन। हाम्रो त नेपालतिर यसरी राख्यो भने त मलाई होइन आएर पनि बाङ्गा फोडिदिन्छ, खानेकुरा पनि लान्छ, यो भित्र भएको अलिअलि पैसा पनि सब। मलाई कल्टी मार्केट चलो भाइ, हमको कुछ बाल नै एक किसी का मतलब भी नहीं भन्छ, हानिदिन्छ हिँडिदिन्छ बालै खराब क्या। आजभोलि कुराहरू धेरै सेयर गर्न मन लाग्छ। के भयो म भित्रभित्र कुरा लगाउनु थालेछु आजभोलि। अनि मान्छेहरू चाहिँ अहिले साइको भइरहेको होला क्या, अगाडि बोल्नु पर्ने बात मान्छेतिर फर्काएर बालिरहेछ। कस्तो म्याका आफू मिताई भनिरहेको होला, त्यो भनेको चाहिँ मूर्ख भन्दो रहेछ क्या। बसिनु करे भिडियो भयो भने मान्छे म मिर्ख त त्यो त खिन्छु होला, त्यो खिन्छु भन्नु आइदियोस् के हो अन्त आइदियोस्। ನೀವು ಕೊತ್ತ ಬಾಗನೆ ಪಾರ್ಕೋದೆ ಜೆಪ್ಪು ಅಸಿನೆ ಪಾರ್ಜಿನಿ ಅನ್ನೋ ಅಸಿನ ತೋದ ಚಿತ್ತ ಖಾನೆ ಓಸಿ ತೊತ್ತೆ रुन्केर वाइल्ड दामी। द्याट इज अ भेरी ब्ल्याक पर्सन भनेको चाहिँ यहाँतिरको मान्छेहरू जति हेर्दाखेरि छाला गोरो देखिन्छ नि, सारा तिनीहरूको मन मुटु दिमाग फोक्सो आन्द्रा बडी सब नसामा कालै कालो भरिएको छ क्या यहाँको मान्छेहरू। मलाई चाहिँ कोही पनि मन पर्दैन, द्याट्स इट। हेर्दाखेरि त्यस्तो त राम्रो देखिएला सुन्दाखेरि अरूले भनेको, तर मलाई मेरै देशको बाटो, मलाई मेरै देशको मान्छे प्यारो छ। तर सबजना अलिकति त्यस्तै लुवादीहरू मात्र परेर मात्र हो त एकअर्काको स्ट्रगल देख्नु नसक्ने, अनि एकअर्काको रिस राग डा गर्ने मात्र भयो क्या हाम्रो देशमा चाहिँ। उसले गरिरहेछ ल ठिक चाहिँ ल पुस गर्नुपर्छ गरोस् भन्ने छैन क्या हाम्रोमा चाहिँ।
ल उसले गरे यार म्या यसलाई कसरी झार्ने म पनि त्योभन्दा अगाडि जानु पऱ्यो भनेर त्यस्तो चाहिँ गर्छन् क्या हाम्रो देशमा त्यही भएर मेरो देश चाहिँ साला पखाला लगाइसक्यो क्या बुर्र कुन दिन छिर्दा छिर्दै देश नै रहन्न अनि त्यसपछि यत्रै खाजाठाहरू नेपाली भन्दै घोक्नेहरू म त नेपाली हो तर मलाई त गर्वै गर्दिनँ म नेपाली हो भनेर किन गर्ने गर्व गर्ने काम कसैले गरेको छैन न आफूले गर्न सकेका न अरूले गरेको छ न गर्न पाछ के छ के गर्व हुनुको कुरा कारण के छ होला त्यो बेलातिर गर्व गर्नुपर्ने कुराहरू थियो होइन त्यो बेलामा राम्रो राम्रो मान्छेहरू हुनुहुन्थ्यो नि त पहिला अहिलेको त सब चुतिया खातेपाते नेता मात्र नभन जनता पनि भसुडेकाहरू अनि कार्यकर्ता मलाई फेरि राजनीतिको बारेमा खासै त्यति राम्रोसँग थाहा छैन जुन दिन मैले राम्रोसँग सर्लक्क थाहा पाउँछ नि तपाईँलाई मासला मुखमा थोकिदिन्छु म त मलाई बालै छैन ल अब चाहिँ आजको लागि यस्तै हो भिडियो होइन मान्छेहरू आइरहन्छ भिडियो अनि उल्टो फर्केर देखिरहन्छ मेरो क्यामेरा त्यो मान्छेहरू अनि दङ पर्छ हुन्छ साइको आएछ जापानमा बाफ्रे अर्काको मूर्ति बनाएर राखेछ यसरी बाजे गुड नाइट